यदि राजतन्त्र ब्युताउने आन्दोलन जुन केही दिन अघि मात्रै सुरु भएको छ त्यसलाई छोड्ने हो भने नेपालमा पछिल्लो केही सातादेखि सबैभन्दा बहस भएको विषय हो नेपाल एफएटिएफको ग्रे लिस्टमा, जुन सरकारको टाउको दुखाइ र प्रतिपक्षको हतियार बनेको छ। के हो त एफएटिएफ भनेको? यसका ग्रे लिस्ट बाहेक अन्य कुन कुन लिस्ट अथवा सूचीहरू छन् त? नेपाल किन ग्रे लिस्टमा नै पर्यो? यसले नेपालको अर्थतन्त्रमा के प्रभाव पार्छ र नेपाल यसबाट कहिले र कसरी बाहिर निस्कन वा स्तरोन्नति हुन सक्छ? एफएटिएफ फाइनेन्सियल एक्सन टास्क फोर्स एक अन्तर्राष्ट्रिय संस्था हो जसको उद्देश्य मनी लन्ड्रिङ अर्थात् अवैध रूपमा कमाएको धनलाई वैध बनाउने प्रक्रिया र आतंकवादलाई आर्थिक सहयोग पुर्याउने कार्यलाई नियन्त्रण गर्नु हो। यसको स्थापना सन् 1989 मा भएको हो। यसको मुख्यालय फ्रान्सको पेरिसमा रहेको छ। यसका 39 सदस्य रहेका छन्, तर नेपाल भने यसको सदस्य होइन। नेपाल क्षेत्रीय सङ्गठन एपिजी एसिया पेसिफिक ग्रुप अन मनी लन्ड्रिङको सदस्य हो। यसले संसारभरि वित्तीय पारदर्शिता बढाउने, अवैध आर्थिक क्रियाकलापहरू रोक्ने र देशहरूलाई आवश्यक नीति बनाउन सिफारिस गर्ने काम गर्दछ। एफएटिएफमा रहने सूचीहरू एउटा छ ग्रे लिस्ट, अर्को छ ब्ल्याक लिस्ट। ग्रे लिस्टमा परेका देशहरू आर्थिक नियन्त्रणमा कमजोरी देखिएका तर सुधार गर्न प्रतिबद्ध मानिन्छन्। हाल नेपाल यही सूचीमा परेको छ। ग्रे लिस्टमा परेका देशहरूले सुधार नगरेमा ब्ल्याक लिस्टमा जान सक्छन् र ब्ल्याक लिस्टमा परेका देशहरूलाई एफएटिएफले उच्च जोखिमयुक्त मानी वित्तीय सहायता तथा अन्तर्राष्ट्रिय कारोबारमा कडा प्रतिबन्ध लगाउँछ। हाल उत्तर कोरिया र इरान मात्र कालो सूचीमा परेका छन्, अर्थात् ब्ल्याक लिस्टमा परेका छन्। नेपाल किन एफएटिएफको ग्रे लिस्टमा पर्यो? नेपाल सन् 2024 फेब्रुअरी 23 मा एफएटिएफको ग्रे लिस्टमा परेको घोषणा गर्यो, जसका मुख्य कारणहरू निम्न छन्। मनी लन्ड्रिङ नियन्त्रणमा देखिएको कमजोरी, गैरकानुनी रूपमा कमाएको पैसा बैंकिङ प्रणालीमा ल्याउने कार्य रोक्न नेपाल असफल भयो। विशेष गरी सुन तस्करी, भ्रष्टाचार र अवैध कारोबार बढेको देखिएको छ। अर्को कारण हो आतंकवादमा वित्तीय सहायता रोक्न नसक्नु। नेपालमा गैरकानुनी रूपमा विदेशी धन आउने र त्यसको ट्र्याकिङ प्रभावकारी नभएको देखियो। अर्को कारण हो बैंक तथा वित्तीय संस्थामा पारदर्शिता नहुनु। ग्राहकको आर्थिक गतिविधि निगरानी गर्ने प्रणाली बलियो छैन। केवाइसी र सस्पिसियस ट्रान्जेक्सन रिपोर्ट एसटीआर प्रभावकारी छैनन्। अर्को कारण हो सुन तस्करी प्रकरण। सन् 2023 मा भएको ठूलो सुन तस्करी काण्डहरूले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा शङ्काको घेरामा ल्यायो। सुन तस्करीमा संलग्न गिरोहहरू मनी लन्ड्रिङमा संलग्न भएको देखियो। अर्को कारण हो एफएटिएफको 40 सिफारिस पूरा गर्न नसक्नु। एफएटिएफले दिएको 40 बुँदे निर्देशिका मध्ये नेपालले धेरै सुधार गर्न बाँकी छ। अब नेपाल ग्रे लिस्टमा परेपछि नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ? के प्रभाव पर्छ? नेपाल ग्रे लिस्टमा परेपछि निम्न असरहरू देखिन सक्छन्। विदेशी लगानी घट्न सक्छ। अन्तर्राष्ट्रिय बैंक तथा लगानीकर्ताले नेपाललाई जोखिमयुक्त मान्न सक्छन्। प्रत्यक्ष वैदेशिक लगानी एफडीआईमा गिरावट आउन सक्छ। अर्को असर बैंकिङ कारोबारमा असर। अन्तर्राष्ट्रिय बैंकहरूले नेपाली बैंकहरूसँग कारोबार गर्दा थप निगरानी राख्नेछन्। नेपालबाट बाहिर पैसा पठाउने र ल्याउने प्रक्रिया झन कडा हुन सक्नेछ। अर्को कारण हो रुपैयाँको अवमूल्यन हुन सक्छ। अर्को प्रभाव हो रुपैयाँको अवमूल्यन हुन सक्छ। विदेशी लगानी घटेपछि डलरको माग बढ्न सक्छ, जसले मुद्रास्फीति बढाउने सम्भावना रहन्छ। व्यापार तथा अन्तर्राष्ट्रिय सहायता प्रभावित हुन सक्छ। नेपालले अन्तर्राष्ट्रिय संस्थाबाट सहुलियतपूर्ण ऋण तथा सहायता पाउन कठिनाइ हुन सक्छ। आयात निर्यात प्रक्रियामा थप कडाई हुन सक्छ। नेपाल यो ग्रे लिस्टबाट कसरी बाहिर निस्कन सक्छ? नेपालले एफएटिएफको निर्देशनहरू पालना गरेर सुधार नगरेसम्म यो ग्रे लिस्टबाट बाहिर निस्कन सक्दैन र यसबाट बाहिर निस्कन नेपालले निम्न उपायहरू अपनाउन सक्छ। मनी लन्ड्रिङ नियन्त्रण कडा पार्ने, अवैध रूपमा सम्पत्ति शुद्धिकरण नियन्त्रण ऐनलाई प्रभावकारी कार्यान्वयन गर्ने, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई बलियो बनाउने। अर्को उपाय सुन तस्करी नियन्त्रण गर्ने।
सुन तस्करी जस्ता अपराध अवैध कारोबार रोक्न कडा कानुनी कारबाही गर्ने, भन्सार र प्रहरी संयन्त्रलाई थप मजबुत बनाउने। अर्को उपाय भनेको बैंकिङ प्रणाली पारदर्शी बनाउने। केवाइसी नो योर कस्टमर्स नियम मजबुत बनाउने, शङ्कास्पद कारोबार सस्पिसियस ट्रान्जेक्सन रिपोर्ट्स एसटिआर अनिवार्य गर्ने। अर्को उपाय आतंकवादी वित्तीय सहायता रोक्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निगरानी प्रणाली लागू गर्ने र गैर सरकारी संस्थाहरू एनजिओको वित्तीय गतिविधि प्रभावकारी रूपमा नियन्त्रण गर्ने। अर्को उपाय हो नेपालले एफएटिएफको सिफारिस पुरा गर्ने। एफएटिएफले दिएको 40 बुँदे निर्देशनहरू कार्यान्वयन गर्ने, सरकारी संयन्त्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुधार गर्ने। जस्ता सुधारका उपायहरू अपनाएर नेपाल यसबाट स्तरोन्नति हुन सक्छ। नेपाल ग्रे लिस्टबाट बाहिर कहिले आउन सक्छ त? कहिले नेपालको स्तरोन्नति हुन सक्छ? एफएटिएफले प्रत्येक वर्ष समीक्षा गर्छ। नेपालले तोकिएका सुधारहरू लागू गरेर प्रभावकारी कार्यान्वयन गरेमा सन् 2025 वा 26 सम्म ग्रे लिस्टबाट बाहिर आउन सक्ने सम्भावना छ। नेपालले सुधार नगरेमा भने अझै लामो समयसम्म ग्रे लिस्टमै रहन सक्छ। यस सम्बन्धमा तपाईको विचार के छ? के नेपाल चाँडै ग्रे लिस्टबाट बाहिर निस्कन सक्छ? कमेन्टमा आफ्नो विचार राख्नुहोस्।